कता हो सोल्टिनी चिटिक्क परेर बाटै बाटो देखेन आऊ बस पुर्याइदिन्छु पढा छैन मेरो खुट्टा छैन र तेरो खुट्टा काँधमा राखेर आराम गर्न त झन् पुर्याइदिन्छु भने चाहिँ ठुल्ठुलो कुराहरू छ यार अनि पढ्ने जति सबैले सरकारले जाहिर खुवाएर राख्न सक्छ होइन गाजी भाइ त्यस्तो मूर्ख कुरा नगर्नुहोस् न म मूर्ख कसरी मूर्ख होइन गाजी भाइ तपाईँको सोल्टिनलाई तपाईँले सहयोग पो गर्नुपर्छ त उल्टै मूर्ख कुरा गर्ने उल्टो मूर्ख म तिमी तिम्रो पढाइलाई अगाडि बढाऊ यहाँ शिक्षा बिनाको जीवन साह्रै अँध्यारो छ मैले मेरो ठाउँबाट गर्नुपर्ने सहयोग म गरिहाल्छु आफ्नै सम्झ्यो भने त आफ्नो हुने हो किन हतार गर्छस् त तेरै मामाको छोरी हो तँलाई नसोधिकन अरूलाई दिँदैन होला त कुरो अर्कै छ यहाँ अर्को के कुरा म यहाँ अहिले पहिला हिँड्दैन होला अर्को वर्ष आउँदैन हिँड्यो भने त हिँडेको नि त्यही ल्याउनु पर्छ त खुट्टा भए पाउँदैन मन परेको जुत्ता पो जुत्ता त नत्र खाली खुट्टै ठिक छ हतार गरेर मात्रै बिहे हुन्छ पहिला साइज जुराउनु पर्यो भाइ समाजसँग सल्लाह गर्नु पर्यो सल्लाह गर्दै गर्नु खाना कति हतार गर्छस् खाना मायाले दिएको खाना खाना मायाले दिँदैछु भन्दैछु ल के हो दाइ कुन दिन डाइरेक्ट आई लभ यु ठोकिदिन्छु ल ल हेरौँ ल साला फुकी आत्मा यो गाउँमा कहिलेसम्म भड्किरहन्छ साला कालो बिरालोले बाटो काट्यो पारो त यो मुस्टन्डे हो दाइ साला हिरो जस्तो देखिन्छ भिलेन रहेछ साला त्यसको भएको ठाडोलाई के भयो सस्तो बेसाले पखाला चल्छ भने के होला सेकेन्ड ह्यान्ड माल यस्तै हो दाइ आयो परदेशी कान्छा मलाई त यसैले भड्काउँछ है क्या खुब नाच्छन् जोडी जमाएर छम छम नगर यो बीचको मान्छे हो यस्तै त हुन्छन् बीचमा घुसेर कुरो बिगार्नेहरू हेर हेर यिनलाई आँखा तरेका बोकाहरू बोकाहरू कसलाई भने बोकाहरू यहाँ दाइ देखिनस् ऊ त झन् ठुलो बोका अन्त यो घोडा है खच्चड हो राघव भाइ
के भयो भाइ? मलाई रिस उठ्यो। तँलाई रिस उठ्यो भन्दैमा अर्का घरको ढोका त्यतिकै हान्न पाउँछस्? तेरो हात खुट्टा बाध्यो बाध्यो। लाभाज खुट्टा खानुस् न मिज्यू, पैसो हात नपरी केही हुनेवाला छैन मिज्यू। ऋण खाएको छु। ऋण तैँले होइन, तेरो मामाले खाएको पनि होइन अझ। त्यो तँलाई ठगेको। मैयाको माया लाग्छ भने हामीलाई सहयोग गर्नुहोस् मिज्यू। मन परिसाइन लाउँछस्। मिच्छु काको मिट केको मिट साला खसिने बनाइ के हो? ठुक्क दुखी हातमा साला अगाडिबाट सक्दैनस्, खालि पछाडिबाट दाउ छोप्छस्। नसक्नेले नै त हो पछाडिबाट दाउ छोप्ने मिज्यू। अनि यहाँले चाहिँ सक्ने भन्दैमा गाउँदेखि नै लगेर्दै आउनुपर्छ त। अझ दुईजना छस्, हातमा उखुलिएर त हात साला। ए भाइ, आवेशमा नआउनुहोस्, होसमा आएर काम गर्नुहोस्। भावनाले युद्ध सफल हुँदैन। त्यसलाई चाहिँ मान्छेको माया लाग्दैन। मारिदिन्छु म।